त्यो रुखको ठुटाबाट पानी आइरहेको छ। यो चाहिँ यहाँ चाहिँ अब अद्भुत शक्ति छ भनिन्छ के अरे होइन। तपाईँ देख्न सक्नुहुन्छ हेर्नु है, यो चाहिँ जोजरले खन्ने क्रममा चाहिँ यो रुखको ठुटा भेटिएको र यहाँबाट पानी आएपछि खन्न पनि नसकेको र यो रुखको ठुटा निकाल्न पनि नसकेको कन्डिसनमा छ यो है। अब सबैले यहाँ पूजा गर्नुहुन्छ यहाँ र यो भगवान् छन् भन्ने चाहिँ सबैको विश्वास छ। म पनि आज यहाँ आइपुगेको छु होइन। मात्रै चाहिँ हेर्नु त कसरी पानी आइरहेको छ। शक्ति भगवान्। अब यहाँ मन्दिर बन्दैछ, सुनेको छु मैले, मन्दिर बन्छ यहाँ। रमाइलो ठाउँ रहेछ र एकदमै आश्चर्यचकित छ यो ठाउँ चाहिँ होइन। हेर्नु न रुखको खुट्टाबाट कसरी पानी आइरहेको छ। पानी मजाले आइरहेको छ जग्गाले। यो पानी कहाँबाट आयो कसरी आयो भनेको कसैलाई पनि थाहा छैन है। यहाँ भगवान् हुनुहुन्छ, भगवान् छ भनेर अब यहाँ पूजा गर्ने र मन्दिर बनाउने चाहिँ कुरा भइरहेको छ। ठिक लाग्यो। अब यो चाहिँ बिहान खन्ने क्रममा चाहिँ आएको छ। डोजरले पनि खन्न सकेन भन्ने सुनेको छु। भगवान् पूजा दर्शन गर्ने बेला चाहिँ यो ठाउँ चाहिँ मलाई ठिक लाग्यो। मलाई हेर्ने रहर पनि एकदम धेरै भाइरल पनि भएको थियो। मैले प्रत्यक्ष दर्शन पाएँ। त्यो रूपातालको चाहिँ त्यो बेसीमा पर्ने छ यो चाहिँ। ताल बनाउने क्रममै यो भएको रहेछ। पूजाहरू गरिन्छ। अब पानी खान आउँछ हेर्नु, यहाँ पानी खान आयो। त्यता पानी खाने एकदमै राम्रो ठाउँ। पूजा गर्दै हुनुहुन्छ होइन। छ अद्भुत शक्ति भगवान् चाहिँ पूजाहरू गर्ने ठाउँ छ। अब यहाँ मन्दिर पनि बन्दैछ। तपाईँ आफै हेर्न सक्नुहुन्छ। एउटा दान पेटिका छ, आफूले जति सक्यो त्यो दान दिनु गर्न सकिन्छ। यहाँ चाहिँ श्री जलसिद्ध महादेव मन्दिर बन्दै रहेछ। ठाउँ छ हेर्नु, टाढा टाढा कति रमाइलो ठाउँ। अद्भुत शक्ति पानी निस्किएको छ हेर्नु, तपाईँ देख्न सक्नुहुन्छ। अब यो के हो, कहाँबाट निस्क्यो, कसरी निस्क्यो कहीँ कसैलाई थाहा पनि छैन। र यो चाहिँ डोजरले पनि भत्काउनु नसकेको ठाउँ हो यो होइन। यो डोजरले छुन पनि नसकेको ठाउँ हो यो। यसलाई जति गरेर पनि यो चाहिँ एउटा रुख थियो पहिला, रुख काटेपछि सबैको पानी निस्केको यहाँबाट। यो कहाँबाट निस्केको पानी हो, कसरी निस्क्यो पानी कसैलाई केही थाहा छैन। तर यहाँ चाहिँ पूजा गरिन्छ। यो भगवान् छैन भन्ने कुरा सबैलाई विश्वास छ अहिले। सबैले पूजा गरिन्छ है। अब हेरेर सबैले पूजा गरिन्छ अहिले। राम्रो ठाउँ छ। आज त्यो ठाउँ कहिले जाउन त भयो गरेर हेर्ने आज अवसर पाइयो। डाँडा काँडा है सबै यो डोजरले खानेको बाटोहरू छ। यो खोला छ ऊ ताल बनाउने क्रममा चाहिँ यो देखिएको छ। र अब सायद यस्तो गरेर यो चाहिँ देवतालाई चाहिँ तालबारे मन्दिर चाहिँ बिचमा पर्ला जस्तो लाग्यो मलाई होइन। र ताल चाहिँ माथि छ, धेरै माथि छ। ताल खनेर यसलाई ताल बनाउने क्रममा चाहिँ यस्तो देखिएको रहेछ। र यो चाहिँ अहिले मैले नजिकबाट देखाएँ। यसरी पानी यसरी जान्छ। पानी चाहिँ छुन पाइँदैन अहिले यहाँ पूजा गर्न पाइन्छ। यसरी पानी निस्केको छ। यस्तो यस्तो जराहरू पनि हेर्नु, जरा यो डोजरले पनि निकाल्न नसकेको जरा छ। राम्रो छ ठाउँ। खोज्न रमाइलो छ ठाउँ। आउनु होला, घुम्नु होला है। पर्यटन पनि गर्नुपर्छ हामीले सबै मिलेर त्यो ठाउँको। र नेपाललाई चाहिँ पर्यटकीय स्थलको साथसाथै पनि एउटा धार्मिक स्थल पनि बनाउनु हामीले कोसिस गर्नुपर्छ होइन। मैले तपाईँलाई भिडियो हालेँ र मलाई पनि अब धेरै आउनु लाग्यो र बल्ल आएको। यहाँ पुग्दाखेरि अब चाहिँ तपाईँको यहाँ मन्दिर पनि बन्दैछ अरे। मन्दिर बनाउने अब मन्दिर बन्दैछ अरे। यहाँ अब यस्तो पानी यहाँ खाने पानी पुग्यो, खाना खाने जग्गा पानी है। भगवान्को छोराको पानी छ। पूजा गर्ने ठाउँ है, पूजा गर्नु है। डेली पूजा हुन्छ यहाँ। ल अब यसलाई मैले देखाएँ। म हजुरबाट छुट्टिनु पर्छ। यही हेर्नुको लागि हामी चितवनबाट चाहिँ आएका छौँ दर्शन गर्नको लागि। अब देख्न पाइयो है, खुसी लाग्यो। एकदम भाइरल थियो। अहिले ल टाटा भयो है त, हस् टाटा भयो है।